आज हामी यहाँ कटेज भ्याकेसनको लागि जाँदैछौँ। भाउजू हुनुहुन्छ यता हाम्रो प्यारो भाउजू। ल एकदम फन गर्छ सबैजनाले खसिसन सकाएर आउने गरेर आउने भाउजू पनि एउटा चाहिएको थियो त्यही भएर। नमस्कार नमस्कार। हाम्रो यहाँ ग्याङ छ चाहिने के छ? हेलो हेलो दाइ, ल रमाइलो गर्नुपर्छ कटे। हामी दामी। सरजी के छ? ठिक छ। हेलो हेलो हेलो, हामी अब डिरेक्सन फिक्स गर्दैछौँ। ल एक्साइटिङ हो नि एकदम ओके। के छ एक्साइटिङ? एकदम ready for camping, all the things are here, speaker. एकदम एक्साइटेड है फर्स्ट टाइम है एकदम एकदम एक्साइटेड। यसो पनि डिफरेन्स हेर्नु यहाँ मन्ट्रेमलनबाट 16 मिनेट मात्रै छ। ल गुरुजी राम्रोसँग इन्जोय गर्नुपर्छ है, इन्जोय गर्नुपर्छ। साथीहरू ल जाउँ 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 चलो चलो। एकदम बब्बाल रमाइलो हुनेवाला छ आज हामीहरूको कटेज चाहिँ। केटी गाडी लगाएर जाने भन्ने कुरो आज ह्यान्डसम बन्ने चाहिँ नसुते पनि सुवेशजी एकदम दामी ह्यान्डसम बन्ने छ आज। सबैजना ह्यान्डसम छन् कि सबले दारी काटेछन् आज होइन? आज दारी काट्ने भनेको धेरै छ दाइ छन् धेरै आउँदा पनि आउँदैन। एकदम दामी ठाउँमा आइरहेछौँ हामी। नेपाल गएको फिल आइरहेको छ गाइज। सो गाइज आज हामीहरू मोन्ट्रमले जाँदैछौँ फर्स्टमा, अनि त्यसपछि अनि चाहिँ ओहो ल हेरौँ यता दामी छ नि होइन? एकदम पारि जङ्गल हेर्नु जङ्गल हेर्नु न। ड्राइभरले अब लिनु पाउँदैन। त्यही त भने के हो त्यो? खेती लाउन होला के? मकैबारी कति हो यता अन्त? मकै पाकिसकेको छ नि यहाँ त कति बाक्लो छर्ने क्या मकै है, कम्प्लिटली बाक्लो बनाउन मिल्ने। ल ल इन्ट्री भित्र जाउँ हुन्छ। ब्युटिफुल है। ल माथिदेखि तल पनि रहेछ बेसमेन्ट। बेसमेन्ट तल भयो। राम्रो एउटा बेडरुम यता रहेछ। एउटा बेडरुम होइन यो? बेडरुम राम्रो छ। ल यहाँ रहेछ वासरुम। ल ल ल वेलकम वेलकम। लिभिङ चाहिँ यो भयो। ल माथि यो चाहिँ अप स्टेयरमा गाइज। हामी अप स्टेयरमा सुत्ने ठाउँ बेड। आहा ब्युटिफुल रहेछ है माथि चाहिँ। ल दामी 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 यो चाहिँ राम्रो लाग्यो। ल राम्रो एकदम। यता चाहिँ अर्को बेडरुम काठ चाहिँ
खतरा युज गरेर छ अहिले ल ओहो हो साह्रै राम्रो छ इट्स ब्युटिफुल कटेज उता अर्को छ है यहाँबाट भ्यू चट्ट भ्यू चाहिँ राम्रो देखिन्छ ल सबै काठले बनेको कटेज माथिबाट है यसरी लिभिङ रुम तल गयो यस्तो भिरमा पनि बनाएको छ कटेज यहाँ छ चाहिने डिनर खाने ठाउँ यहाँ टेबल बाहिर चाहिँ कफी खाने यहाँ बसेर कफी खाने यहाँ छ डिनर टेबल किचन यहाँ छ गाइज यस्तो छ किचन चाहिँ है ल अब बेसमेन्टमा जाँदैछौँ हामीहरू बेसमेन्ट चाहिँ कस्तो छ त साथीहरू बेसमेन्टमा हुनुहुन्छ के हो टिटी छ जस्तो छ त गेमहरू ल यो गेम रहेछ एउटा अर्को गेम ओहो गेमहरू त टन्न रहेछ नि होइन मस्त रहेछ नि यार ल अरे टिटी रहेछ नि ल गजब त वान छ त यार यसमा त है हे गाइस शॉट लभ पनि म त बिर्सिए शॉट अहिले लभ की सबै बिर्सिए यसमा लभ वान लभ टु हुन्छ ल भन्ने सब बिर्सिए के हो यार यो अहिले मुटु तर्साइ दिसक्यो यो लभ टु बिर्सिएको लाइट बल्ब न यार किन लोभ गरे यार ओहो लाइट बल्ब ल चप्पल चाहिँ हुन्न आफ्नो चप्पल लाउने किचन तनी मिल्दैन यो किचन हो मेरो घर हो यहाँ किचन छ है के चाहिदैन ओ मेरो घर हो तपाईले किनेको हो भाइको कि दाइको हो यो दाइ भएको दुई के गर्नु आइको हो ल के चाहियो वेलकम छ कपहरु छ यहाँ ल दामी छ अरु पकाउने भाँडा अलि ठुलो भाँडा छैन यार यहाँ के हो यस्तो छ आफ्नै घरमा आएर के हो भन्दिनु अलि थाहा छैन कि अहिले धेरै बाहिर काट्ने यहाँ सबै दिन एभाइलेबल भने चाहिँ यही हामीले युज गर्ने सबै ग्रिल हो एभ्रिथिङ हामी कफी खान्छौँ यहाँ ग्रिल गर्छौँ यहाँ बसेर कफी खान्छौँ खानेकुरा पनि खान्छौँ यहाँ बसेर है ओके ओके ओन्ली स्विमिङ चाहिँ तल छ स्विमिङ कहाँ छ हट टप चाहिँ बाहिर छ हैन स्विमिङ चाहिँ यो भन्दा अलि कहाँ पुग्नु भएछ दाइहरु रङ लोकेसन भएछ आई थिंक यो सबैलाई लगाउनु पर्छ होला एउटा तल त्यो पुलमा जाँदा छ पुलमा जाँदा ए त्यो हो त्यसको पासवर्ड किन लगाउनु पर्छ हजुर यसको पासवर्ड त सेम होला हैन कि फरक छ आई डोन्ट नो त्यही होला मैले मेले चेक गरेँ 14 हाल्दिएछ सुवेश दाइ मेले चेक गरेको थिएन अहिले म पार्किङ भने चाहिँ तिरिङ्गै भयो म त यार 8 वटा गाडी पार्क गर्न मिल्छ ए हैन त्यो कार्ड भनेको यहाँ तल रहेछ के सुवेशजी हामीलाई उ चप्पल यसको मुनि चाहिँ मात्रै उ रहेछ के उसको कार्डको लागि यो मुनि मात्रै हामीले यो जताततै राख्न नि मिल्छ यो भरि छैन न यही पनि राख्नु म्याक्सिमम हाम्रो 18 जना भनिरहेको छ चाहिँ खतरा रहेछ राम्रो ल साथीहरुले सामान लिनु हुन्छ सामान लिनु पर्यो है मैले हेल्प गर्नु पर्यो ल आइस पुगेर जाउँ दे यार दाइ ठीक छ नि एस दामी छ दामी बढिया छ नि यार एकदम दामी छ नि ल यता छ तिमीलाई पाउँछु म धेरै म्युजिक सुरु भयो माया तिमीलाई गर्छु म धेरै तिमीले मलाई के छ दिपकजी ठीक छ लेख छैन जङ्गलको बिचमा अनि स्विमिङ तल छ हट्टा पे त ब्याकमा ओके स्विमिङ कहाँ छ स्विमिङ अहिले तल रहेछ त्यो ल्यान्ड छोड्दिया छ ल साथी हो आज हामी गाइज भन्नु भन्दै कि हेलो गाइज गुड मर्निङ गाइज दिस इज द सेकेन्ड डे दोस्रो दिन आज हामी कटेज हाम्रो बोइज कटेज आउटिङ साथीहरू एकदमै भयङ्कर रमाइलो गर्नुभयो हिजो आज किन्नुहोस् रियल्टर पनि म हो हिजो चाहिँ कडा कस्तो राम्रो घर है एउटा घर बन्द गर्नु पर्यो त्यस्तै कोठा खुलै छोडेर आएको छ हामीहरू कोठामा ढोकै थिएन दाइ मेन गेट चाहिँ लाछ ल एकदम रमाइलो आज हामी बिहान वाक जाँदैछौँ
के छ त हिजो बबाल रमाइलो भयो नि बबाल रमाइलो टाउको अलिअलि दुखिरहेछ दुखिरहेछ धेरै हाँसेर हो त्यो चाहिँ रक्सीले भन्दा नि धेरै हाँसेर होइन हाँसेरै हो क्या हिजो त्यो तर सबसे कडा डान्स उहाँको माइ गॉड अनि तिम्रो पनि कडा छ है यिनीहरूलाई नचाउनु छ भने यति खुवाएर त्यो उलाउन के हो यार राम्रो लभ इट धेरै राम्रो सो के रे हामी जङ्गल छौँ मजा आयो मजा आइरहेको छ नि अहिले मर्निङ वाकमा छौँ हामी सेकेन्ड डे अफ कटेज हिजो हामी एकदम रमाइलो गरियो असाध्यै रमाइलो गरियो वायात रमाइलो गरियो होइन यताबाट जानुपर्ने फुल रमाइलो भयो हेरौँ न यहाँ तलबाट के चलिरहेछ यहाँ सिक्रेट कुरा चलिरहेछ हामी अपोजिट डिरेक्सन चाहिँ अपोजिट डिरेक्सन हराइयो हराउने कुरै छैन 12 जना छौँ तीनटा कोठा चाहिएको छ है 12 तिर लागे पनि भेटिहाल्छ कतैतिर न कतै त एक नम्बर डान्स हिजो हेरियो अरे लोकेन्द्र जीले डान्स त लोकेन्द्र जी त मलाई सुपरस्टार रहेछ नि आफ्नो ट्यालेन्ट आफूलाई थाहा थिएन हिजो निस्क्यो कसरी क्यानाडामा एउटा क्यानाडामा अब नेपाल गट ट्यालेन्टमा राख्नु पर्यो ए आइरहेछ है रेकर्ड भइरहेको छ है आशिका तामाङले देख्यो भने कहाँबाट फेरिहाल्यो भाइको त आँखा फुल्लिएको त हो क्यानाडियन नेपाल डान्स ठाउँमा आइन्छ भए त लोकेन्द्र जी टपमै जान्छ पहिले तपाईँ चाहिँ मैले नमस्कार नमस्कार कस्तो भइरहेछ कस्तो बढिया छ नि काला यतापट्टि आउँछ काला अनएक्सपोज ट्यालेन्ट हो क्या अहिलेसम्म। भन्नुहोस् हिजो रमाइलो डान्स देख्न पाइयो गजब के अरे अर्को पालि हेर्नु छ भने यस्तै उसको। नहुने हुँदैन देखिँदैन कसको गीत रे यार दुर्गेश थापाको गीतमा उहाँको डान्स कडा थियो हिजो दुर्गेश थापाको गीतमा चाहिँ एउटामा चाहिँ लोकेन्द्रजी भाइ दिप भाइ दिबु कुन चाहिँ देउडा चाहिँ हामी थाहै छैन नाच्यो एउटा बाघ आयो भन्नेमा हो बाघ आयो बाघ दिपु हो जङ्गलमा हिँडेछ यो खत्रै हो यार अन्त आज हामी के गर्ने प्लानमा छौँ त भाइ आज हामी स्विमिङ गर्छौँ अनि वाक हिँडिहाल्यो है अनि अब आगो बाल्छौँ भरे अनि खानेकुरा के हो त ए खाने त जति पनि छैन कुकरमा मासु हाल्छौँ सिटी लाउँछौँ खान्छौँ भिनाजु हाम्रो बेस्ट सेफ हामीलाई चाहिँ बोइल गरेको मटन खुवाउनु भयो होइन बबाल थियो आज फेरि त खानुपर्छ होइन आज त यार खानु पर्यो खसी त यार के खाने रे भन्ने जस्तो लागिरहेको छ यार आज त साग खानुपर्छ कि जस्तो छ आज ल्यायो भए त खानु ल्या छ नि छ के छ जस्तो छ दाइ साग के छ साग पनि कुकुरलाई सिटी लाएर सादा खाने कि क्या या दाइलाई उहाँ क्याम्पिङको याद आइरहेको छ कि हामी कटेज हो नि बोइज कटेज यार सब चिज छ नि यार सब चिज छ नि सब चिज छ सब चिजको व्यवस्था छ सब चिज खाने कि नखाने भन्ने मात्रै हो नखाने भन्ने मात्रै हो एकदम अब यो बाटो यता जाउँ भएन हामी टुर त गाइड ए उताबाट काम लागेन यो टुर गाइड कस्तो काम लागेन भइरहेछ एकदम हाम्रो आज Guys, प्लानिङ all good? टुर गाइड काम लागेन हाम्रो फ्री दसैँ all good 12 जनाको टोली बाह्र भाइ तर बट हिजो डान्स चाहिँ कडा देख्न पाइयो आज हिजो छुटेका मान्छेको डान्स हेर्नुपर्छ आज विष्णुजी आज किन बेलुका आज त बड के होइन जिम गएर नचाउने गाइस को ननाचेको हिजो कडा आयो ल नाच्न तयार हो है सबजना एक नम्बरमा हो आज यो जिन्जीहरू ल ठिक हो दिपक दाइ कस्तो भइरहेछ ब्युटिफुल नाइस आज हामी दोस्रो दिन हैन हिजो राति ठाउँमा आइयो हामी सुइँ गइरहेछौँ अब ठ्याक्कै आउँछ ए यो ठाउँ भेट्यो अहिले हामी यसरी यो काट्यो क्या अघि ल एक्सपिरियन्स हिजोको र आज हिजो रातिको ल बेलुकी आयो हामी हैन हिजो रातिको एकदम वन्डरफुल एक्सपिरियन्स बिहान अलिक मुख सुक्यो लट अफ बियर हैन डान्स चाहिँ कडा हेरियो राति अनि तर म्यान अफ द म्याच चाहिँ हाम्रो लोकेन्द्र लोकेन्द्र जङकुवर त्यही त एक नम्बर नि जत्रो ट्यालेन्ट रहेछ भन्ने अनि सेकेन्डमा शैलेश लोकेन्द्र योपालि सुदूरपश्चिमले कप लगे पश्चिमले खायो के सुदूरपश्चिमले खायो लोकेन्द्र दाजु हैन खतरा यसपालि गर्व आयो के त्यो चाहिँ लोकेन्द्रजीको चाहिँ राम्रो यार दिपु पनि साह्रै मन पर्छ। मैले शैलेशजीको फुल भिडियो ल्याएको छु कि त्यो उसमा के गीत रे त्यो त्यसको त्यो चाहिँ दुर्गेशको हो दुर्गेशवाला दुर्गेशको गीत त्यो पठाइदिनु पर्छ ब्ल्याकमेल गर्नुपर्छ अरे क्या
गन्जी लाएर यस्तो यस्तो दिएर सन्नी दियो हिजो बुलन्जीलाई कम भयो कि बुलन्दी कम भए पनि धेरै पनि त्यही हो सेन बुलन्जीलाई कम भयो बुलन्जीलाई त्यसको बारेमा टेन्सन छैन टोलाएर बस्ने किन टोला हो उफ्रिनु भएको थियो बुलन्दी आज 4 जनाले सम्मान दे माथिबाट दिन अनि आउँछ सब पाइप छिराइदियो ल गाइस हामीहरू हिँड्दैछौँ बाँकी अपडेट एकछिनमा आउँछ हैन ल गाइस साह्रै राम्रो छ ब्युटिफुल प्लेस है ब्युटिफुल प्लेस साथी ब्युटिफुल साथी हो कस्तो राम्रो यो चाहिँ सबै म्यानमेड यो उठा रहेछ कि यो हैन माथि चाहिँ यो माटोमा नि माथिसम्म उठाएको चाहिँ एकदमै हजुर रियल्टर तपाईँ हो झुला झुल्दै हुनुहुन्छ नि ए कति राम्रो यार हैन यो कन्सेप्ट मलाई त पहिले मन पर्या हो त्यसले सम्माइरहेछ माटो सम्माइरह कस्तो ब्युटिफुल है साह्रै राम्रो ल साह्रै राम्रो हैन धेरै राम्रो ब्युटिफुल ओ माथि माथि त्यो यताउता जाने पनि रहेछ नि त्यहाँनिर पास गर्ने होला पुल ए है कभर्ड पुल हो मैले नि त्यही सोचेँ ल हाम्रो 2 घण्टा इन्टरनेट गरेछ विशुद्धि सुत्दिने तपाईँ मिडियाको मान्छेहरू सुत्दिने मिडिया कहिले सुतेर हुँदैन Thank you so much. कलाकारहरू थ्याङ्क यू कलाकारहरू देशको थौथाउँद सुतेर अहिले उठेर यहाँ के खोजेको सुपर कनेक्सन छ हेर्नुहोस् उहाँलाई दुर्स्थापन मनपर्छ भाग्नुभयो देख्नु भागेको मान्छे यस्तोलाई फल्स मिडिया भन्छ ल बुलन्द दाइ दिनभरि सुतिराख्ने मान्छे देख्यो यहाँ खुट्टा भलिबल त राम्रै खेलेको थियो खेल्नु जो मान्छे चाहिँ सुतेर उठेर आएर यहाँ रेकर्ड गर्छ अरूलाई उठेको मान्छेलाई यत्रो हल्लामा कोही सुत्छ पल्टेको हो हाम्रो बुलन्द दाजुमा जोर्नी अलिकति जोर्नीमा अलिकति समस्या जोर्नीमा फोर्नी भएको के विदेश भाइ हाम्रो कलाकारै हाम्रो भाइ यार के अरे झापालिसको ऱ्याप आउँछ झापालिस हेर्नुपर्छ ऱ्याप फोर्थ आज ऱ्याप मिडिया आज त ऱ्याप सँगै ऱ्याप गर्ने गाउन सुरु गरे मोबाइल दुईसरी मोबाइल देख्यो यहाँ कल ब्रेक हो कल ब्रेकमा म पनि यो भयो देख्यो जस्तो सहरमा नयाँ बस्ती ब्लगर कफी यस्तो छ
यसलाई हामीले एकछिनपछि क्लिनिङ गर्छौँ यसलाई यहाँ छ नट्स नजाउँ एकछिन दुर्गे थापा कोही मन पर्दैन ल सुपर भएर ल रेडी गाइस तपाईँ चाहिँ के यो त्यो यार भिडियो तिमीलाई भेट्दैन भने आइपुगे पल्लनी बाटो मगाउमा लाएर मेरो काखैमा बसिदेऊ महु तिम्रो लाउरे महु तिम्रो सादा महु तिम्रो लाउरे बाँकी होल रेस्ट गरियो हामी फर्क्यौँ भन्नु यता उठ्यो ए गल्फ कोर्स रहेछ गल्फ कोर्स गर्मीलाई चाहिँ हस्तक्षेप गरिसकेको छौँ हामीले गाइज ल के छ यो दया समाते रे भाइ तिमीले ए दया पछाडिकोलाई कसले के भन्ने त फेरि पछाडिकोलाई के तर त्यसको पछाडि छैन नि हेरौँ न हेलो हेलो अलराइट गाइज अहिले सानो हाइकिङबाट हामी चाहिँ होइन यो विष्णुजीको क्यामेरा चाहिँ टक्क मैले एकछिन पक्रिदिएको होइन अनि यसो गएर मासतिर लेक हेरेर राम्रो भनेर हो तर लेकमा चाहिँ प्राइभेट प्रपर्टी लेखेको रहेछ नि एक्सेस पाएन ठिकै छ त्यही भने हामी अब यस्तो मजाले मस्तसँगले हिँड्दैछौँ होइन टोलीहरू दुईजना टोलीहरू पछाडि छन् ती तीनजना अगाडि भनेको चाहिँ ट्याक्क फेरि चार पाँचजना यता अगाडि चाहिँ अनि पुरा क्युबेक सिटी भनेछ के अरे क्युबेकको मन्ट ब्ल्याङ्क भन्ने मन्ट ट्रेम्बल्यान्डको नजिकै रहेको एउटा कटेज बुक गरेर 2 नाइट टक्कसँगले 2 नाइट गरिदिउँ न त ल होइन यस्तै हो अलि थाके जस्तो भएछ नि त यार लगाइदिउँ होइन यस्तो के भन्छ अब ल यो रेकर्ड चाहिँ भइरहेछ कि छैन थाहा छैन मलाई यति गर्न चाहिँ चलाउनु चाहिँ आउँदैन यो चिजहरू होइन तर यो चिज देख्दा चाहिँ मलाई रहर चाहिँ कता कता लागेको हो कि जस्तो लाग्छ यार एनी टाइम झोलामा बोकेर हिँड्नु पर्दो होला फेरि कतिको चल्छ होला त वाट डु यु थिङ्क भनेर यस्तो गर्ने नि होइन छौँ हामी पनि छौँ होइन कस्तो लागिरहेछ त ल एकदम ठिक हो
एकदम मजाको ठिक छ हैन यति चाहिँ हुनुपर्छ यति चाहिँ हुनुपर्छ हल्का म पनि भ्लगिङ सुरु गरिदिउँ कि जस्तो लागिरहेको थियो बोल्न आउँछ कि आउँदैन भनेर हो क्या मेन चाहिँ हैन अब ठिकै छ अब कति कुरा भनेको कुरा छ नि जुन व्यवहारिक हुन्छ नि एकछिन है दाइहरू त मस्त नाच्न भयो नि त अनि बाटोमा सही हो रे एकदम रमाइलो भइरहेछ गाइज हामीहरू लगभग 10 किलोमिटर गाइज हाम्रो गाइज सुरेशजी हाम्रो नयाँ रियल्टर हुनुहुन्छ तपाईँलाई राम्रो नयाँ घर चाहिएको छ अटोमा भने प्लिज सम्पर्क हाम्रो नयाँ रियल्टर पहिला तपाईँबाट सुरु गर्नु पर्यो हैन अब रियल्टर हाइवे लिउँ न यहाँबाट अब कता हो भाइ नै हो अब यतै हो उतैबाट होइन उता घर छ नि त्यहाँ बिल्डिङ छ नि ए गाइस भ्लग जो हेरिराख्नु भएको छ यो चाहिँ गुच्चीको चस्मा हो गुच्ची होइन नि त कहाँ गुच्ची हुन्छ यार यस्तो रमाइलो हो इन्जोय एकदम बढ़िया यार बढिया बढ़िया लग रहेछ यो चौरी हेर्नु न यार आमा यो सबै उ रहेछ क्या यो सबै ग्राउन्ड क्या गल्फ कोर्ट यहीँदेखि तलसम्म दामी रहेछ नि यो त पुरै पेट लगाए जस्तो छ यता खतरा गाडी आयो भनेर तालिएर होइन केटाहरू भागाभाग भाग यहाँ के अरे अस्टिन मार्टिन ओ माय गॉड अस्टिन मार्टिन यार यो त दामी हो नि यार अस्टिन मार्टिन यार के हो जेन्जीहरूलाई अलि सम्हाल्न गाह्रै हुन्छ यार हेर त्यही माथि आज प्रोटिन धेर भएर होला एउटा आउँछ नि त हामी ल अब चाहिँ हामी यहाँनिर होइन फोटो खिच्ने कार्यक्रम भइरहेछ सबजनाले पछाडिको भ्यू चाहिँ मन परेर हाम्रो एकदम उहाँ हुनुहुन्छ एकदम अनम्यारिड जेन्जी होइन Happy birthday जन्मदिनको मुरी काम गर्दा